तपाईको एउटो मादल बिचमा खैरी हालेर हाम्रो लोकल मादललाई मैले ग्यारेन्टी दिन्छु 20 वर्ष 25 वर्ष आधा जीवन जान्छ हाम्रो लोकल मादल। खरी यसमा उ हो के जस्तो अब यसमा लेखाजोखा छैन, जस्तो हामीले पकाउने नै लिटो हुन्छ किटको धुलो। किट हामीले यहाँ आउँदै पाइन्न। यो पहिला इतिहासमा टक्का काट्ने मलाई टक्सार भनिन्थ्यो, वामी टक्सार, बले टक्सार। यो हाम्रो ठानी डाँडा होइन, यो खानी डाँडा हो नाम। यो हाम्रो खानी भएको ठाउँलाई खानी डाँडाको नाम हो, तर यहाँ अहिले ठानी डाँडा भन्ने चाहिँ नाम छ र यो हाम्रो खानी डाँडा। यहाँ खानी निकालेर लगेर टक्सार लगेर तामो गालेर राजाहरूले टक्का काट्थे। टक्का काटेर त्यो किटको यो प्रयोग मैले आश्रम गरिरहेको थिएँ। यहाँ छैन, अहिले पाल्पा टक्सारबाट ल्याउँछु मैले। यता वामी टक्सार पनि पाउँछ अरे, यहाँ पाल्पा बले टक्सारमा बेसेरी थियो। अहिले त्यहाँ सबै घर बनायो अरे, अब त्यहाँ त्यो किट पाउने ठाउँ हरायो। त्यहाँ मैले पाल्पाबाट ल्याउँछु त्यो किट हो। त्यहाँ चामलको लिटो हो। लिटो राम्रो बनाउनु सकियो, अब तहले राम्रो लिटो भयो भने राम्रो खप्छ के खरी, नभए खप्दैन। अब बजारको मादल बनाउँदाखेरि के गर्छन्, अब उनीहरूले अब बजारिया त उनको पुर्खौली तिनीहरूको होइन, यो आफूहरूले पेसा गरेको के कमाउनको लागि पेसा गरेको, यो काम गरे यो चल्छ भनेर। हाम्रो यो पुर्खौली पेसा भयो। उनीहरूले के गर्छन्, पहिले फेभिकल टाँसिदिन्छन्, टाँसेर चाहिने खरी लगाइदिन्छन्। त्यो फेभिकल टाँसेर खरी लगाएको यति पानी परो ओस परो नि सबै खरी झर्छ। हाम्रो त्यस्तो झर्दैन। हामीले डाइरेक्ट चाहिने खरी छालामा चिप्काउँछौँ, फेभिकल लगाएर चिप्काउन्नौँ। फेभिकल लगाएपछि त फेभिकलले समाउँछ, त्यहाँबाट खरी माथिएर अडिन्छ। त्यसरी चाहिँ बजारिया लगाउँछ, हामीले त्यस्तो गराउन्नौँ। हामीले डाइरेक्ट छालामा चिप्काउँछौँ र घोट्न पर्छ। हाम्रो चाहिँ शालिग्राम ढुङ्गाले घोटिन्छ। शालिग्राम ढुङ्गा शालिग्राम ढुङ्गाले घोटिन्छ। शालिग्राम भन्ने अब बाहुनहरूले यसलाई मयरीमा राख्छन्। हामीले यसले घोटेर बनाइन्छ। यिनी शालिग्राम यस्तो हुन्छ। शालिग्रामै घटियो बाको पालाको, बुढबाको पालाको। मादल बज्नलाई खरीले के काम गर्ने? खरीले नै बज्ने हो, खरी नै बज्ने। यो एक दुसरा झन्केर, जस्तो हामीले खरी लगाइन्छ, खरी लगाएपछि यो बारीक दाना फुट्न पर्यो। दाना मसिनो दाना, यस्तो दाना फुटिएको छ नि, यस्तो दाना फुट्न पर्यो। यो टालियो पनि बज्दैन। यो दाना फुट्न पर्यो। दाना फुटेपछि यही झन्केर बज्ने, नभए टालिन्छ। यो झन्केर बज्ने हो, झन्किने खरी हो। यसमा लो वेट पनि हुन्छ र झन्किन्छ पनि। यो किट हो, किट र चामलको लिटो। एउटा मादल सुरुबाट त 3 दिन लाग्छ। पहिला ह्यान्डवर्क काम गर्दाखेरि, खोल्दाखेरि 2 दिन लाएर, अब हातले खोलेर रन्दा लगाएर 2तिरको ताल मठारेर रङ पेन्ट गर्दाखेरि मलाई 2 दिन लाग्थ्यो। त्यसपछि तुन्न बुन्न मलाई आधा दिन लाग्छ, 4-5 घन्टा लाग्छ। तुन्न बुन्न 4 घन्टा लाग्छ, खरी लाउन 4 घन्टा लाग्छ, 8 घन्टा भयो। र मेरो लगभग 2-3 दिनको चाहिँ बोर्सरम लाग्थ्यो, छाला बाहेक लाग्थ्यो। अहिले मैले चाहिँ 1000-1200मा काठ खोलाउँछु। अब रङ पेन्ट त 1-200को भइहाल्छ। त्यहाँबाट फेरि अब छाला, त्यहाँ आफ्नो तुन्नी बुन्नी मेहनत, त्यहाँ फेरि खरी लाउने केटाहरूलाई मैले छुट्टा पैसा दिनुपर्छ। मैले बजारीकरण गरेँ होइन, मैले आफ्नै अर्ग्यानिक चिज बनाउने, घरैबाट बेच्ने, न बजारमा दिने। जति पनि बिक्छ मेरो अर्ग्यानिकमा पर्ता खान्न। उनीहरूले भन्छन् 2-3 हजारमा माल दे। अब 2-3 हजार दिएर मैले उनीहरूलाई 8-7-8 हजारमा बेच्छन्। सबै नाफा उनीहरूलाई हुन्छ, आफूलाई के हुन्छ र? बरु आफ्नै घरबाट बेच्ने, भोलि बिहान बिग्रे पनि आफैसँग आउँछन्। मैले बजारमा दिए होइन। वार्षिक कतिवटा वाद्य वादन बेच्नुहुन्छ? लगभग अचल त यस्तो भयो, सबै मेटेरियल किन्ने, खेताराले खरी लगाउने, अब मादलका घेरा किन्ने हो, छाला किन्ने हो, आफूले तुन्ने बुन्ने छुट्टै भयो, खरी लाउने छुट्टै भयो। त्यति इन्कम छैन। पर्व मादलमा 1000-1500 जम्मा मलाई निक्लन्छ। 1000-1500 त्यही हो। पहिला जस्तो इन्कम छैन। पहिला त टोटलै यहीँ अब गाई गोरुको छाला 65 पाउँथ्यो, किन्न पर्दैन थियो। 1-200मा नभए आफै घर लिएर आइन्थ्यो, फेरि यहाँ ल्याइन्थ्यो। अहिले छालै 4-5 हजार हालेर छाला, बाख्रा छाला छुट्टै किन्न पर्छ, 1000 पर्छ। 1000-1200 बाख्रा छाला पर्छ। एउटा गोरुको छाला मैले किन्दाखेरि 4000 समथिङ पर्छ। पछिल्लो पिरियड गर्दैन, फोहोरो काम हो। काम भरिमा यही चिज नभई नहुने, हर चिजमा चाहिन्छ। हर चिजमा के रमाउने चिज नै यही हो, नाच्ने नै यही हो। तर आउने पिँढीले गर्न सक्दैनन्।
गर्दैनन् होला। प्रथम फुरो भयो। अब अन्तबाट गोरु छल्ले पनि तर बजारीकरण त हुन्छ। बजारी फ्याक्ट्री मेटेरियल ल्याउने बनी बनाइ ल्याउने यहाँ टाँस्ने बजार सिस्टमको बनाउन सक्छन् र अर्ग्यानिक अहिले हामीले बनाए जस्तो बनाउन सक्दैनन्। सिक्न त सिक्दा के अरे अब यो अलि फोहोरो काम भयो त्यति सिक्न खोज्दैनन् आउँदा केटाहरूले। यतातिर त्यति इच्छुक देखिन्नन् यसमा। हामीले त पुरानो बाबुआजूले गरे भएर यो चिज गर्न पर्ने रहेछ किनभने आफू बाजेले गरेको काम हामीले सम्हालेर राखौँ। सबै यहाँ नजिक अब यो हाम्रो त इलाका चाहिँ न्यारहरूको यो ढोलकहरू बनाएर उनीहरू रातभरि बजाउने भएको भएर त्यो बनाउँदै मादल पनि बनाइयो। बनाउँदाखेरि यो छोड्न हुन्न भन्ने सबैले भन्दाखेरि अब मैले छोडेँ होइन। पहिला त टोलमा थिए, तालखोला थियो, यहाँ थियो, राजा थियो, मानकोट थियो, तपाईँको यहाँ खोलापारी अघामाथि थिए। अहिले छैन कोही पनि। राजामा 1-2 जना छन्, त्यही पनि बुढा भए जाँदै तपाईँले बनाउन्न मेटेरियल पाउन्नन्। अहिले त्यति छैनन्। पाल्पामा अब तानसिनमा छ यता बागलुङतिरको, तमघासमा छ 1 जना तपाईँको उहाँको गलकोटको। तर हाम्रो जस्तो लोकल त अलि बनाउन सक्दैनन्। मैले आजसम्म चाहिँ चिज राम्रै बनाएर दिएछु। अब बुटोल खैरानीबाट यहाँ बाजा बनाउन आउँछन्, चिज राम्रो भएर त आउँछन्। नभए सार्कीहरू त कति छ, कति तपाईँको बुटोलमा 10 ठाउँ चाहिँ दोकान छन्, उही सार्कीहरू छन्। अब तपाईँको पाल्पा आउँदैछन्, त्यता आउँदैछन्, त्यहाँ नबनाएर यहाँ आउँछन् बाजाहरू बनाउन। मैले पन्चे बाजाहरू मैले बुटोल खैरानी तपाईँको यता मुर्गियातिरका अब पाल्पा रामपुर उहाँ टाढाबाट आउँछन् बाजा बनाउन, मादल लिन। मसँग मादल छ, पन्चे बाजा सम्बन्धी छ। अब न्यार समुदायको मृदङ भन्ने भजन कीर्तनको मादल, अब बाजा पन्चे बाजा सम्बन्धी बाजाहरू यिनी सबै छ। लगभग वाद्यवादन सबै बनाउँछु मैले। अब तबेला भयो, अब मादल भयो, ढोलकी भयो, बाजा भयो, अन्यहरूले नाच्ने तिनी ढोलकहरू भए, वाद्यवादन सबै बनाउँछु। त्यो गुल्मी अर्खाँची पाल्पा स्याङ्जा लगभग मेरा आएको मान्छे बाहिर जान्न। मैले लगभग राम्रै काठ युज गर्छु। फेरि हाम्रो लोकल मादल बजारिया मादल जस्तो होइन। हाम्रो ताना छुट्टै हुन्छ, अर्ग्यानिक छालै अर्ग्यानिक हुन्छ हाम्रो। सिधै अब त्यो केमिकल प्रयोग गरेको छाला हुन्न हाम्रो। त्यसो गर्दाखेरि छाला हाम्रो अर्ग्यानिक छाला हुन्छ, जसको पनि। अब जस्तो गोरा छालाको खैँजडी भयो, गोराकै छालाको खैँजडी बेग्लै तरिकाले बनाइन्छ यस्तो तरिकाले। फेरि बजार कृषिले कम्पिटिसन गर्छन्। बजारको र मेरो मादलमा फरक पर्छ कि किनभने हामीले अर्ग्यानिक तरिकाले लोकल छाला, गाउँघरि गाई गोरुको छाला र बाख्रा छाला युज गरिन्छ र हाम्रो बनाइमा हाम्रो वर्षौँसम्म टिक्छ। हाम्रो छाला अर्ग्यानिक बनाए लोकल छाला टिक्छ। केमिकल प्रयोग गरेको छाला टिक्दैन। बजारमा अब सस्तो 3000, 3200, 3500मा मादल दिन्छन्। हाम्रो त्यस्तो सस्तो दिएर पर्दा खान्न। अब गाई गोरुको छाला किन्ने हो, यहाँ पनि नभए पनि टाढा पुगेर भए पनि छाला लिएर बनाउनुपर्छ। मेटेरियल उपलब्ध त छैन, लगभग पाउनु। अब गाई गोरु पाल्नै छोडे, जहाँ पाउँछ उहीँ पुग्ने। पहिला हाम्रो छाला सस्ता थियो। मैले बाँसबारी कम्पनीको छाला यहाँबाट सङ्कलन गरेर बुटोल पठाउँथेँ। छाला सङ्कलन फ्याक्ट्री चाहिँ बन्द भयो, बेचे, कल कारखानै बन्द भयो। पछि हामीलाई दुःख भयो। अहिले पहिला डिगा पनि पाल्थे, अहिले पछि छालालाई अलि समस्या हुन्छ किनभने अरू भैँसी पाडाको छाला युज हुन्न। वाद्यवादनमा जौनु जहाँ बनाए पनि वाद्यवादनमा गाई गोरुको र बाख्राको छाला चाहिन्छ। वाद्यवादनमा यही हो। तबेला बनाए पनि, मादल बनाए पनि, ढोलक बनाए पनि, बाजा बनाए पनि गाई गोरुको छाला प्रयोग बढी हुन्छ। मादलमा धेरै जसो बाख्रीको छाला युज हुन्छ, बुढा बाख्राको छाला। अब बुटोलतिर अब तपाईँले देशीहरूले छाला खान्न, उनीहरूले छाला थुत्छ के अरे। अब यहाँ पाइँदैन। यहाँ बुढा बाख्रा भए बेचिदिन्छन्, उताबाट ल्याउने हो मैले। त्यो गोर्खातिरबाट ल्याउँछु, कोही तपाईँको लुम्पेकतिरबाट गाई गोरुको छाला भयो। जस्तो तामाङहरू त्यतातिर जाति उनीहरूको जातमा चाहिँ काटेर खाने पनि चलन छ त्यताबाट। यहाँ जस्तो मोर हो नि, जस्तो यता मानकोट, दौहा, तपाईँको उल्ली खोलातिर, हुँगातिर जहाँ पुगे मोरे पनि गएर छाला काटेर ल्याउने हो। छालाको समस्या छ। अहिले लोकल अर्ग्यानिक छाला हुनु न, फ्याक्ट्रीको छाला पाउँछ। फ्याक्ट्रीको छालाले टिकाउ हुन्न चिज। हाम्रो अर्ग्यानिक हामीले पुर्खादेखि राम्रै छ माल बनाइयो। आजसम्म मैले आफू बाँच्दासम्म राम्रै चिज बनाउँछु भनेको छु। मैले त्यसमा केमिकल प्रयोग गरेर छाला युज गरेको थिइनँ। अब हामीले लोकल छाला
खमारीको घेरो लिएर खोलेर हामीले बेच्दाखेरि 8-10 हजार पर्न जान्छ। 8-10 हजारमा मादल किन्नेवाला छैनन्। बजार कम्पिटिसन छ, 3,000-3,500 पनि मादल दिन्छ। त्यहाँबाट मैले के अरे अलि सस्तो काठ जस्तो तपाईँको मौवा वगेरा हो, त्यहाँबाट खिर्राको पनि राम्रो बच्छ, गोइलाको राम्रो हुन्छ, यो काठ बनाउँछु। खोल्दाखेरि मलाई 2-3 दिन लाग्छ। अहिले चुँदरालाई खोल्दाखेरि उसले 1000 रुपियाँ पर पिस लिन्छ। 1000 रुपियाँ पिस खोलेको 200-300 पर हात मेरो काठ पर्न जान्छ। 1400-1500 मेरो काठ पर्न जान्छ। त्यसमा 1000-1200 को अब मैले खरिदो सबै छालै किन्न पर्यो। 1000-1200 खरी तुन्न बुन्न 1000-1200 3,000-3,500 3500 जति लाग्छ। त्यहाँबाट मेरो मेहनत गर्दाखेरि त्यही हो। 4000 बाट मुनिको मैले बेच्दिनँ। 4000, 5000, 6000 सम्म मैले मादल बेच्छु। मेरो त्यही हो। सबै मादल मैले आफै उत्पादन गर्छु। अनि अहिले तपाईसँग स्टक तयार भएका मादल जो बेच्नलाई राखेका मादल कति छन् त? 30-35 पिस छ। त्यो बजार सोको लागि मात्र लाने हो। बजारमा त अब मेरो 5,000-6,000 पर्ने मादललाई त 2,000 भन्छन्। अब के यार 2,000 भने पनि लहर देखाउने, आफ्नो परिचय देखाउने, जरुरत परे मसँग आउनुहोस्। होइन किनभने हामीले आफ्नो बेचिन्छ पनि र आफूले रिपेयरिङ पनि गर्ने भएपछि, बनाउने पनि भने भएपछि बजारमा भन्दा हामीसित आएर मादल किन्दा फाइदा हुन्छ। किन बिग्रे धोदलले ह्यानत्यान हो भए हामीले कसेर उरेर बनाएर दिन्छ। किनभने काठ हो, काठ सुक्छ। अहिले हामीले मादल त बेचियो, बेचेपछि हामीले बिग्रो भने बाटोमा घर्छ आएर चाहिँ नि ल मलाई यति मादल कसेर टाइट गरेर दिनुहोस् भनेपछि कसेर दिन्छ। त्यसरी बनाइएको छ। फरक हुन्छ। 3,000, 4,000, 5,000, 6,000, 7,000, 10,000, 12,000 मूल्यमा मात्र निर्भर रहन्छ कि बजाइमा पनि फरक पर्छ? बजाइ त लगभग गाना अनुसारको बजाइ हुन्छ। जस्तो बाजाको छुट्टै भयो, त्यो बाजे पञ्चे बाजामा गयो। अब न्यारहरूको चाहिने साउन्ड ठुलो, अब त छुट्टै नाच, लाखे नाच छुट्टै भयो, त्यसको लागि छुट्टै बनाउनु पर्यो। मादल अब मृदङ्ग भन्ने, अब त मृदङ्ग भन्ने ठुलो साइजको बनाइन्छ। त्यो मृदङ्ग भन्ने भजन कीर्तन त्यो छुट्टै खाले हुन्छ। एउटा सानो भजन हुन्छ, घर गाउँले भजन हुन्छ, त्यसको लागि सानै हुन्छ। जस्तो तपाईँको सोरठी नाच हुन्छ, सोरठीको नाचको लागि छुट्टै साउन्डको बनाउनु पर्छ। किनभने हाम्रो माइकिङमा बजाउने मादल त होइन, हामीले त लोकल साउन्ड भन्ने तिनको साउन्ड पनि ठुलो राख्नुपर्छ। साउन्ड ठुलो होस् क्या मादलको, साउन्ड ठुलो त्यस्तो तरिकाले बनाउनु पर्छ। झाम्रेको मादल हुन्छ, झाम्रेको मादललाई सानो मादल बनाइन्छ, त्यसको तिखो स्वर हुनुपर्छ। 3-4 थरी हुन्छ मादल। यहाँका स्थानीय संस्कृतिसँग जोडिएका लगभग प्राय वाद्यवादनहरू चाहिँ तयार गर्नुहुन्छ? प्राय मैले बनाउँछु। जस्तो न्यारहरूको समुदायको छुट्टा भयो, पञ्चे बाजाको छुट्टा भयो, अब चाहिँ झाम्रेको छुट्टा भयो। अब तपाईँको सानो खाले तपाईँको भजन कीर्तन जस्तो घर भजन कीर्तन गराउँछन् त ठुला मादलको युज हुन्न, सानो खाले हुन्छ खैँजडीसित बजाउने। एउटा ठुलो खाले भजन हुन्छ जो मृदङ्ग मन्दिर हुँदै बजाउने, त्यो खाले छुट्टा हुन्छ। मन्दिरमा बजाउने बाजा अझै छुट्टा हुन्छ। जस्तो रेक्सोर मठको मैले ठुला खाले बाजा और बाबुआजूले बनाएको बाजा अझै पनि चलिरहेछ। त्यस्तो हुन्छ। बाजाहरू बजाउन पनि आउँछ या त्यसको तालसँग पनि? त्यति बजाउन त आउन्न मलाई। सोरठी भन्ने चाहिँ तपाईले कसरी? होइन, यो सोरठीलाई मलाई छुट्टै दिनुपर्छ, एउटै ताल दिनुपर्छ भन्ने हुन्छ। सोरठीको छुट्टै हुन्छ। एउटा पुरानो संस्कार हो यो पनि सोरठी नाचको। झाम्रेको छुट्टै हुन्छ। झाम्रेलाई यस्तो तरिकाले अलिक तिखो स्वर दिनुपर्छ भन्ने त छुट्टा हुन्छ। भजनलाई पनि लगभग तिखै चाहिन्छ, खैँजडीसित बजाउने तिखै मिल्दो हुनुपर्छ। त्यही सिस्टम त्यसको ल अनुसारको बनाएर दिनुपर्छ। जस्तो लाखेको छुट्टा हुन्छ, लाखेको त्यही हिसाबले बनाएर दिनुपर्छ। बाजाको त्यसको ठुलो साउन्ड आउनु पर्यो, त्यसको बाजाको त्यही हिसाबले बनाउनु पर्छ। आफ्ना ताल हुन्छ।